super duper great. Subscribe to Full Sleep. Yeah, boy. Hi everyone. She's also excited. Everyone is excited. भ्लग बनाएको भ्लग बनाएको नि हाई भनिदिनु नि हजुर यसो गरिदिनु नि हुन्छ सो हेलो एन्ड नमस्ते सबैजनालाई एन्ड वन्स अगेन वेलकम ब्याक टु माई च्यानल आई होप यु गाइस आर डुइङ वेल अन्त यसरी नै ढिलो भइहाल्यो आफ्टर ड्युटी आएँ अन्त अहिले चाहिँ राइट नाउ आई एम हेडिङ फर बर्ब सुट गाडी पर्खिरहेको छु आफ्टर द्याट सी यु वेलकम ब्याक टु एमजी मार्ग तपाईँहरूलाई म एमजी मार्गको एउटा दृश्य देखाउँछु यो सेक्सन हेर्नुहोस् मजाले त्यो डेकोरेट गरेछ हो आई थिङ्क नाइटमा झन् दामी देख्छ होइन सो नाइटको लागि त म भ्याउँदिनँ तपाईँको ओभर मजाको देखेको नि है So I don't know whether we are allowed to do or not, but it's enough. Because I grew up in street, thug life, baby. So guys, what's up? So this is my fit. OOTD of the day. OOTD भनौँ न भित्र छिर्दाखेरि चाहिँ उज्यालो थियो अन्त बाहिर निस्किँदाखेरि चाहिँ अँधेरो हुनु आँटिसकेको छ अब चाहिँ अब आई विल हेड टुवर्ड्स बर्ड सुटिङ हो त्यहाँनिर गएर अन्त लेट्स सी अब केटाको प्रोग्रेस कस्तो हुँदैछ दिस प्लेस ब्रिङ ब्याक्स लट्स अफ मेमोरिज होइन सम गुड मेमोरिज सम ब्याड मेमोरिज अन्त अब त्यही हो लोकेसनमा पुग्न आँटिसकेँ लोकेसन चाहिँ अर्को रहेछ आरिथङ हल अन्त त्यहाँनिर जाने त्यहाँ गएर मेरो त अब यो पालि केही पार्ट छैन बट इफ अब केही हेल्प या आइडिया चाहियो भने चाहिँ आई विल डेफिनेटली गिभ माई ओपिनियनहरू वेलकम ब्याक टु माई ब्लग अगेन वन्स अगेन सुटिङ गोइङ अन त्यस्तो पनि राम्रो हुन्छ नि वेलकम ब्याक कस्तो हुँदैछ सुट त्यसको भनौँ न दामी हुँदैछ अहिलेसम्म त त्यही अब आज त प्रोफेसनल लाइटम्यान छ त अन्त उपर अल द वे फ्रम यतानिर सप्लो वन्स अगेन वेलकम ब्याक हो नि अस्ति दिवालीदेखि भयो हराएको लिभरलाई पनि बिर्छ नि त होइन मैले त खाएको छैन त त्यहाँदेखि खानु हुँदैन लिभरलाई रेस्ट ठिक छ सो सुट लोकेसन चाहिँ यस्तो छ Struggle. Go crazy out now, check it out. Hello. स्कुलबाट आएर Hi. Hi guys, so we are here today for a music video and it's going pretty well and it's exciting. Thank you for choosing us for this music video and subscribe to Full Sleep. So thank you. You all look so beautiful. Thank you.
अर्को चाहिँ कोही भनेको अन्त भनिबस्नु पऱ्यो नि मान्छेहरूलाई प्लिज मेरो भिडियो हेर्नुहोस् युट्युबमा नि भइसकेको छ सुन्नुभयो होला तपाईँहरू सबैले नथिङ कुड क्यान बी बेटर देन एसियन स्टडिज सो गाइस दिस इज द सेट हो अन्त सेटमा अहिले सबैजनाले ROCK रक गरिरहेको छ भन्नु है होइन ट्र्याक्स अब मेरो टर्न पनि आउनु आँटेको छ यहाँनिर हो तर मलाई याद छैन मलाई कस्तो देखिरहेछ जस्ट किडिङ के भन्नु चाहन्छौ तिमी ह्याप्पी बर्थडे What do you want to say? I just want to say, Yeah, boy. nothing can be better than A's and Shorties. You know what I'm saying? Let's go. Leveling up. EP is coming soon. A. Camera. Roll sound, camera. कति बात भएर कति ग्यापमा हेभी ग्याप भयो तर यसपालि ग्याप भइसक्यो तर दामी हुन्छ यतानिर चाहिँ यो मान्छेलाई चाहिँ सक्दैन कसले पनि तपाईँहरू पनि सब्सक्राइब गरिदिनु मेरो ब्लगलाई डु सपोर्ट यर के भन्छ डु सपोर्ट यर लोकल ब्लगर होइन ऊ खोज्दैछ त अन्त DHESLICK मेरो यहाँनिर चाहिँ के छ भन्दाखेरि चाहिँ वाट्स माई प्लान इज द्याट आई जस्ट हेभ टु प्रिटेन्ड द्याट आइ एम अ फोटोग्राफर होइन अन्त फोटोग्राफर हो बट आई विल डेफिनेटली क्लिक विथ पिक्चर्स जो चाहिँ फ्रेममा हुन्छ सो यसको लागि चाहिँ वी आर वेटिङ यसको पनि अब नयाँ अब म्युजिक भिडियो सुन इट्स गोइङ टु ड्रप हो बट इट्स गोइङ टु बी अ सरप्राइज हो अन्त एडिटिङ चाहिँ मैले फुल एनर्जी र मेरो फुल डेडिकेसन दिएर गरेको छु है एकदम सबै भिडियो दामी लाग्छ वेट फर द ड्रप Hi everyone, welcome back to Slick Vlogs, and today is day 2 of our shoot and we are pretty excited right now. We are at Taika Japanese restaurant. Yay! Hi Sidhu. Hi. Hi everyone. She's also excited. Everyone is excited. खुट्टा अलिक माथि ल 1 2 3 गो सक्नुहुनेछ तपाईहरुले यता सेटअप हुँदैछ यहाँ हुनुहुन्छ हाम्रो मोडल वहाँ हुनुहुन्छ हाम्रो क्यामेराम्यान यता हुनुहुन्छ क्रू अनि म पनि एउटा मोडलै हो तर आइ एम टेकिङ ओभर स्लिक भ्लग्स को मेन ब्लगर को पोजिसन चाहिँ आइ एम टेकिङ ओभर राइट नाउ बिकज ही इज बिजी एज यू क्यान सी
यहाँनिर चाहिँ मोडलहरूको फोटोसुट हुँदैछ आज हाई आज मैले तपाईँको भ्लग टेक ओभर गरिरहेको छु हाउ डु यु फिल I feel good. I always feel good when it comes to helping my friend and when it comes to carrying light ओके and when it comes to holding the camera. Thank you. तपाईँलाई चाहिँ कस्तो फिल हुँदैछ I'm very happy here, both the lights and I'm very tired. यस्तो छ गाइस सेटअप हेर्न सक्नुहुन्छ आजको सेटअप यहाँ हुनुहुन्छ हाम्रो मोडल्सहरू हाई प्रशंसा हाउ आर यु फिलिङ यु एन्जॉइङ ओके हाई सोनिया हाउ आर यु फिलिङ So exciting and so wonderful. We're having a lot of fun. So now, hi Sudeshna. Hi. Hello everyone. Hi once again. How are you feeling? Tell me. So I'm feeling great. I'm vlogging right now, and there's our model. अन्त आज लाइट बोक्नु मजा आउँदैछ ठिकै हो होइन we support each other, we grow better, right? यता चाहिँ सबसे ह्याप्पी देखिरहेको छ आज हिजो चाहिँ है हिजो चाहिँ दिन भइरहेको हुन्छ र किनकि आज घाम लागिरहेको छ आई थिङ्क यसको पोस्ट प्रडक्सन त आई थिङ्क सुपर हुन्छ किनकि बर्डले पनि अन्त सबैजनाले अब एक्सप्रेसन वाइज जे पनि हुन्छ नि आई थिङ्क एभ्रीबडी लुक्स क्वाइट प्रोफेसनल त्यसो क्यारेक्टर त्यसो अफोर्डेस Hi guys, so we are at the lobby with all the beautiful models. Hi. पोजहरू चाहिँ हाम्रो मोडलहरुकोबाट सिक्नुपर्छ यता चाहिँ लाइटिङ सेटअपहरु मिलाउँदैछ अहिले अन्त everything is going pretty well. अन्त अब सिन 6 होला हैन 6 7 फाइनल सिन त हैन यहाँको चाहिँ फाइनल हो अन्त यहाँनिर एउटा लेटेस्ट हाल्यो हैन लेटेस्ट हाल्यो त्यहाँदेखिको यसलाई कम्ति यता हाल्यो हैन त्यहाँदेखिको नि योहरु पनि मिक्स गर्नु किनभने त्यसले चाहिँ सबै कुरा इन्ग्रेडिएन्ट चलाएको जस्तो हुन्छ नि त योहरु चाहिँ चलाइन प्रपको लागि मात्रै राखेको जस्तो देख्छ नि त डेट जस्तो देख्दैन हो त्यही भएर योहरु पनि अलिअलि यस्तो गरेर हालेको जस्तो गर्नु योहरु पनि हालेर चाहिँ योलाई चाहिँ डल्लो पारेर चाहिँ खुवाइदिनु जस्तो गरेर Bean 6 type. Latest ma. यो त सब्जीमा पाक्छ नि त यहाँ Wrap it up and wrap it up and keep it. लो कता हो मजा आउँदैछ हो तर के गर्नु अब मेरो साथीले यो भ्लग नहाल भन्दैछ तर म सुन्दिन त्यो चाहिँ नहाला चाहिँ भनेको हैन जस्ट किडिङ हो सो अब चाहिँ यो चाहिँ एउटा बकेट शट को लागि वी आर गेटिङ रेडी हो अन्त सो एभ्रिथिङ इज गेटिङ प्रिपेयर्ड एन्ड नाउ आई थिङ्क द मोडल्स आर अल्सो गेटिङ प्रिपेयर्ड सो
के गर्नु आम हङ्ग्री मेरो यहाँनिर देखेर मुख वाटरी भइसक्यो